अब तिहार पनि लागिहाल्यो, चाडपर्वको माहौल छ भन्दै दिनरात तास खेल्ने काम पनि र खेलाउने काम पनि गर्न भएन। अब साथीहरू, यो हाम्रो मुलुकी अपराध संहिता 2074 को दफा 125मा कुनै पनि व्यक्तिले तास खेल्ने काम र खेलाउने काम पनि गर्न हुँदैन भनेर प्रष्ट रूपमा उल्लेख गरेको छ। अब पहिलो पटक तास खेल्ने वा खेलाउने व्यक्तिलाई 3 महिनासम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना हुन सक्छ। यस्तै दोस्रो पटक तास खेल्ने वा खेलाउने व्यक्तिलाई 1 वर्षसम्म कैद र 25,000 रुपियाँसम्म जरिवाना हुन सक्छ। अब त्यसपछि पनि तास खेल्ने वा खेलाउने कार्यमा कुनै पनि व्यक्ति सामेल हुन्छ भने पटकै पछि थप 3 महिनासम्म कैद र 10,000 रुपियाँसम्म जरिवाना हुन सक्छ। त्यसैले कानुन बुझौँ, जानौँ र अगाडि बढौँ है त।